जय दुर्गा जय भवानी। भक्तजन के तपाईँलाई थाहा छ वर्षमा आउने 4वटा नवरात्रहरूमध्ये 2वटा नवरात्र यस्ता छन् जसको महिमा धेरै भक्तजनहरूलाई थाहा नै हुँदैन। शास्त्रमा यसलाई गुप्त नवरात्र भनिएको छ र यस अवधिमा श्रद्धापूर्वक गरिएको मन्त्र जप, देवी उपासना र साधनाले सामान्य दिनभन्दा लाखौँ गुणा बढी पुण्यफल प्रदान गर्छ। देवी भगवतीको विशेष कृपा, ग्रह शान्ति, शत्रुबाधाबाट रक्षा, मनोकामना सिद्धि र आध्यात्मिक उन्नतिको लागि यो समय अत्यन्तै दुर्लभ मानिएको छ भक्तजन। तर धेरै भक्तहरूको मनमा एउटा ठुलो अन्यल पनि छ। यस वर्ष गुप्त नवरात्र कहिलेदेखि सुरु हुँदैछ र कहिलेसम्म रहन्छ? बृहस्पति अस्त भइरहेको समयमा गुप्त नवरात्रको व्रत जप र साधना गर्न मिल्छ कि मिल्दैन? कुन मन्त्र जप गर्दा देवी भगवतीको विशेष कृपा हुन्छ र किन यसलाई गुप्त नवरात्र भनिएको हो? यदि तपाईँ पनि यिनै प्रश्नहरूको सही र शास्त्रीय उत्तर जान्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्, किनभने आजको भिडियोमा हामी गुप्त नवरात्र 2083 को सम्पूर्ण जानकारी, विशेष साधना, शक्तिशाली मन्त्र, के गर्ने के नगर्ने र देवीको कृपा प्राप्त गर्ने सरल उपायहरू विस्तारपूर्वक बताउनेछौँ। आउनुहोस् अब सुरु गरौँ। सबैभन्दा पहिले गुप्त नवरात्र कहिलेदेखि सुरु हुन्छ? शास्त्र अनुसार आषाढ शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म गुप्त नवरात्र रहन्छ। विक्रम सम्वत 2083 अनुसार यो गुप्त नवरात्र असार 31 गते बुधबारदेखि प्रारम्भ भई श्रावण 7 गते बिहिबारसम्म रहनेछ। अङ्ग्रेजी मिति अनुसार 2026 जुन 15 देखि जुन 23 तारिकसम्म यसको अवधि रहेको छ। यही समयमा अर्को एउटा विशेष विषय पनि छ। गुप्त नवरात्र सुरु भएको भोलिपल्ट अर्थात् असार 32 गतेदेखि बृहस्पति अस्त भई श्रावण 24 गतेसम्म रहनेछ। धेरैलाई प्रश्न आउँछ, बृहस्पति अस्त हुँदा गुप्त नवरात्रको व्रत जप र साधना गर्न मिल्छ कि मिल्दैन? यसको उत्तर हो, मिल्छ। किनभने गुप्त नवरात्रको मूल उद्देश्य नै गोप्य रूपमा गरिने साधना। तर पहिलो पटक हजुर यदि गुप्त नवरात्रको व्रत गर्न जाँदै हुनुहुन्छ, अन्य वर्षहरूमा लिनुभएको थिएन, यही वर्ष नै आज थाहा पाएर अब भोलिको दिनदेखि लिन चाहनुहुन्छ भने तब सुरु गर्न मिल्दैन। तर हजुरले उहाँको पूजा, स्तुति, वन्दना आदि चाहिँ गर्न मिल्छ। व्रतलाई चाहिँ हजुरले यो वर्षमा थालनी गर्न मिल्दैन, किनकि बृहस्पति अस्तको समय परेको छ। यस अवधिमा विशेष रूपमा मन्त्र जप, चण्डी पाठ, देवी महात्म्य तथा आन्तरिक साधनालाई महत्त्व दिएको छ। त्यसैले बृहस्पति अस्त भए पनि श्रद्धापूर्वक गुप्त नवरात्रको साधना गर्न सकिन्छ। अब प्रश्न उठ्छ, यसलाई गुप्त नवरात्र किन भनिन्छ? एक वर्षमा जम्मा 4वटा नवरात्र पर्दछन् र हाम्रो नेपाली समाजमा आश्विन महिनाको नवरात्र सबैले धुमधामका साथ मनाउने भएकाले यो आश्विन महिनाको, जुनलाई हामीले विजयादशमी भनेर असोजमा पर्ने छ, त्यही मात्र प्रसिद्ध छ। तर चैत्र, आषाढ र माघ महिना, यी मध्येमा आषाढ र माघ महिनाका नवरात्र विशेष गरी मन्त्र जप, तान्त्रिक साधना, श्रीविद्या उपासना तथा अन्तर्मुखी आध्यात्मिक साधनाका लागि अति उत्तम मानिएका छन्। त्यसैले यिनलाई गुप्त नवरात्र भनिएको हो। गुप्त भन्नुको अर्थ हो आफ्नो साधना, जप तप, अनुष्ठान र आध्यात्मिक अभ्यासलाई प्रचार नगरी गोप्य रूपमा गर्नु। शास्त्रले पनि साधनाको सिद्धि गोप्य राख्नुपर्छ भन्ने शिक्षा दिएको छ। त्यसैले यस अवधिमा गरिएको साधना प्रदर्शनका लागि होइन, अपितु आत्मशुद्धि र देवी कृपाका लागि हो। र यस्तो गर्नाले हाम्रो इच्छाहरू, कामनाहरू त पुरा नै हुन्छ, साथै भगवती दुर्गाको असीम कृपा पनि हामीलाई प्राप्त हुन्छ। यस गुप्त नवरात्रमा श्रद्धापूर्वक साधना गर्ने साधकले देवी भगवतीको विशेष कृपा, मन्त्र सिद्धि, आध्यात्मिक उन्नति, ज्ञान, विवेक, साहस, आत्मबल तथा मनोकामना सिद्धि प्राप्त गर्ने विश्वास गरिन्छ र शास्त्रले पनि यही भनेको छ। ग्रहदोष, शत्रुबाधा, नकारात्मक ऊर्जा तथा मानसिक अशान्ति कम गर्न पनि यो अवधि अत्यन्त शुभ मानिएको छ। अब कुरा गरौँ गुप्त नवरात्रमा के कस्ता साधना गर्ने। प्रत्येक दिन बिहान ब्रह्म मुहुर्तमा उठेर स्नान गरी देवी भगवतीको फोटो वा मूर्तिको विधिपूर्वक पूजा गर्नुहोस्। बिहान र बेलुका दीप प्रज्वलन गर्नुहोस्। सामर्थ्य अनुसार फलाहार वा व्रत बस्न सक्नुहुन्छ। यस अवधिमा विशेष फलदायी मानिने मन्त्र हो ओम ऐम ह्रीम क्लीम चामुण्डायै विच्चे। फेरि सुन्नुहोस्, ओम ऐम ह्रीम क्लीम चामुण्डायै विच्चे। यसलाई 108 पटक रुद्राक्षको मालाले जप गर्नु अत्यन्त शुभ मानिन्छ। अर्को सरल तथा प्रभावकारी मन्त्र हो ओम दुम दुर्गायै नमः। फेरि सुन्नुहोस्, ओम दुम दुर्गायै नमः। यो मन्त्र पनि बिहान वा बेलुका 108 पटक श्रद्धापूर्वक जप गर्न सक्नुहुन्छ र जप गर्नाले हाम्रो समस्त कामनाहरू, इच्छाहरू पुरा हुन्छ र भगवतीको विशेष कृपा हामीमाथि बन्नेछ। यदि सम्भव छ भने दुर्गा सप्तशती, देवी महात्म्यको 13 अध्याय पाठ गर्नु सर्वोत्तम मानिन्छ। साथै देवी भागवत महापुराणको पनि कथा श्रवण
अति उत्तम मानिएको छ। यदि सम्पूर्ण पाठ सम्भव छैन भने कवच, अर्गला स्तोत्र, किलक, देवी सूक्त, अपराध क्षमापन स्तोत्र वा सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्न सकिन्छ। श्रीविद्या उपासकका लागि ललिता सहस्त्रनाम अत्यन्त फलदायी यस समयमा मानिएको छ। त्यस्तै यदि हजुरहरूले ललिता सहस्त्रनामको पाठ गर्न सक्नुहुन्न भने हजुरहरूले श्रवण आदि पनि गर्न सक्नुहुन्छ। त्यस्तै 10 महाविद्या साधना, दुर्गा चालिसा, देवी अथर्व शीर्ष आदिको पाठ गर्न पनि सकिन्छ। ध्यान दिनुपर्ने कुरा के हो भने मन्त्रको सङ्ख्याभन्दा मनको शुद्धता अति आवश्यक छ र यही नै ठुलो हुन्छ। श्रद्धा, विश्वास र गुरुको आज्ञाअनुसार गरिएको जप नै सफल हुन्छ। तर बीज मन्त्र वा तान्त्रिक साधना भने योग्य गुरुको निर्देशन बिना गर्नु उचित हुँदैन। अब जानौ गुप्त नवरात्रमा के नगर्ने। यस अवधिमा मासु, मदिरा तथा तामसिक भोजन त्याग गर्नुहोस्। यसै पनि श्रावण महिनामा पर्ने भएर हजुरहरूले गर्नु हुँदैन भन्ने मलाई विश्वास पनि छ। झुट, क्रोध, हिंसा, परनिन्दा, अपशब्द र अनावश्यक विवादबाट टाढा रहनुहोस्। 9 दिनसम्म सकेसम्म ब्रह्मचर्य पालन गर्नुहोस्। आफूले गरेको साधना, जप वा पाठको प्रदर्शन नगर्नुहोस्। भक्ति गरेर अहङ्कार गर्नु हुँदैन भक्तजन। नवमीका दिन कन्या पूजा, दक्षिणा, वस्त्रदान, ब्राह्मण भोजन तथा सात्विक भोजन गर्नु अत्यन्त शुभ मानिन्छ। साथै दर्शक वृन्द, चैत्र र आश्विन नवरात्र भक्तिको सार्वजनिक उत्सव हुन् भने आषाढ र माघका गुप्त नवरात्र आत्मशुद्धि, मन्त्रजप र अन्तर्मुखी साधनाका विशेष पर्व हुन्। नवरात्रको वास्तविक उद्देश्य बाहिरी प्रदर्शन होइन, आफ्नो मन, विचार र जीवनलाई पवित्र बनाउनु हो। यस गुप्त नवरात्रमा श्रद्धा, भक्ति र विश्वासका साथ साधना गर्नुहोस्। निश्चय नै आदि शक्ति जगदम्बा भगवतीको विशेष कृपा हजुरहरूलाई प्राप्त हुनेछ। यसपछि आउने भिडियोमा हामी भगवती स्तोत्र, दुर्गा कवच, अर्गला स्तोत्र र किलक स्तोत्र आदि अनेक धार्मिक जानकारी सहितको भिडियोहरू पनि लिएर आउने नै छौँ। त्यसैले अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भिडियो मन परे लाइक र सेयर गर्न नभुल्नुहोस्। धेरै धेरै धन्यवाद। जय दुर्गा, जय भवानी।